आज चाहिँ घरमा जे तरकारी छ त्यसको सबैको काटकुट गरेर सुप बनाउनु पर्यो भनेर लागेँ मैले चाहिँ तोरीको तेलमा बनाउँदैछु, बटरमा बनाउँदा पनि हुन्छ। प्याज, खुर्सानी, सिमी अनि रातो टोमेटो अनि यो मसरुम चाहिँ कस्तो नराम्रो देखेको थियो है, मैले युज नगर्नुपर्ने रहेछ, त्यति बेला युज गरिहालेँ है। पछि खासै स्वाद त मिठो लागेन कि मसरुमको है, त्यही पनि टाकटुक गरेर सबै बनाइहालेँ। अब खेरा पनि फाल्नु भएन लिएर आइसकेपछि है। अनि त्यो तातो तेलमा अलिकति लसुन पनि थियो, लसुन सबै एकैचोटि फुराइदिएँ कि, अनि नुन अलिकति राख्दिएँ, अलिकति छिटो गलोस् छिटो पाकोस् भनेर। अनि त्यसपछि मसरुम राख्दिएँ कि, मसरुम राखेको है, कस्तो मलाई अहिले चाहिँ अब खाइसकेपछि नि त, खाइसकेपछि चाहिँ बेकार बनाएछु जस्तो भएको कि। अब हुन त किन्दाखेरि पनि अलिकति कालो कालै थियो, अनि एक दिन भइसकेको थियो किनेको, त्यसपछि बनाएको त कस्तो स्वादिलो त स्वादिलो नै थियो, तर भनौँ न एउटा च्याउको स्वादै गइसकेको थियो कि। अनि त्यसपछि मैले अलिकति सोया सस राखेँ, अलिकति भिनेगर राखेँ, अनि यो मसरुमलाई चाहिँ राम्रोसँग कि यसको पानी नसुकुन्जेलसम्म पकाउनुपर्छ कि, पकाएन भने चाहिँ फेरि यो मिठो हुँदैन। अनि बत्ती बाली हेरेको सेतो बत्तीमा कस्तो नराम्रो देखेको, फेरि अनि अलिकति वार्म खालेको पहेँलो खालेको बत्ती बाल्यो, अनि त्यसपछि मात्र अलिकति तरकारी पनि राम्रो कलरको देखियो। अनि पानी हाल्नु पर्यो सुपको लागि भनेर कित्लीमा पानी तताएँ। अब ग्यास त जोगाउनु नै पर्यो, अलिकति बिजुलीमा तताएर भए पनि भनेर। अनि त्यसपछि फेरि यो मसरुमको चाहिँ जति पानी निस्किन्छ सबै मजाले सुकाउनु पर्छ के, लगभग 90-95% जति नै। अनि त्यसपछि अलिकति यसमा हिङ राखेँ, अनि नेपाली स्वादअनुसार अलिअलि मसला है थोरै। अब हुन त सुप फेरि चाइनिज हो, तैँले किन यसरी राखिस् भनेर भन्नु होला, तर अलिकति नेपाली टच त दिनै पर्यो खानेकुरामा है, नभए त घाँटीबाट पनि फेरि नजाला। अलिकति जिरा मरिच, जिराको धुलो, धनियाँको धुलो, अलिकति मिट मसला, अनि थोरै लाल मिर्ची पाउडर पनि राखेँ मैले कलरको लागि। अनि अब चाहिँ सुप बनाउनलाई चाहिने भनेको चाहिँ यो कर्नस्टार्च है, कर्नफ्लावर, कर्नस्टार्च जे भने पनि है। मैले चाहिँ यहाँ राख्दाखेरि अलिकति थोरै राखेको छु है, हतारमा बनाएको, अलिकति धेरै राख्नुपर्ने रहेछ, अलिकति थोरै चाहिँ भएको थियो। अनि कर्नस्टार्च राखेपछि फेरि तुरुन्तै त्यसले सबै पानी अब्जर्भ गरिहाल्छ कि, त्यही भएर तातो पानी चाहिँ रेडी बनाएर राख्नुपर्छ यसको लागि। मैले चाहिँ राखेँ, अनि पछि यो सुप चाहिँ मेरो चाहिँ अलिकति पातलो चाहिँ भएको थियो होइन, तर अलिक सेलाएर खाएको भए चाहिँ थोरै बाक्लो हुन्थ्यो होला, हामीले तातै पनि खाइहाल्यौँ। त्यही भएर पनि अलिकति कस्तो तरकारीको झोल जस्तै भयो कि, तर पनि मिठो चाहिँ मिठै भएको थियो। अनि यसलाई चाहिँ अब पानी आफूलाई जति चाहिन्छ जति राख्ने हो, कतिको झोल खाइन्छ, कतिको खान मन लाग्छ त्यही अनुसारले पानी राखेर मजाले उमाल्ने। अनि पकाउँदाखेरिको यो फोहोर सबै गर्नु पर्यो, भाँडा पनि मेरो श्रीमानज्यूले खाएर त्यतिकै राखिदिनु भएको छ, त्यो पनि सफा गर्नु पर्यो। अनि यो उमाल्ने चिजमा चाहिँ यस्तो फिजहरू आउँछ नि, यो फिज आएपछि चाहिँ के अरे उम्लेपछि पाक्यो भनेर भन्ने मान्छेहरूको लागि चाहिँ है, यो फिज चाहिँ जानुपर्छ के होइन भने यसरी डाडुले आफैले तैराएर निकालिदिनु होइन भयो, यो फिज नजाउन्जेलसम्म उमाल्नुपर्छ क्या, अनि मात्र रेडी हुन्छ। अनि यो चाहिँ मैले सर्भ गर्दैछु। अब तरकारीको झोल जस्तो चाहिँ भएको छ, अलिकति कर्नस्टार्च कम भएर, तर मिठो चाहिँ मिठो भएको छ। साइडमा नुन पनि छ अलिकति।